हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म गाइजहरूलाई रोड सफारी देखाउँदैछु हल्का डालास टेक्ससबाट। यहाँ चाहिँ यस्तै हुन्छ है होइन, यस्तै तरिकाले गाडी चलायो हिँड्यो, यस्तै यस्तै छ गाइज हो। एउटा हातले स्टियरिङ चलाउँदै यता अर्को हातले मोबाइल। दुःख छ गाइज हो, दुःख छ। कस्तो बाटो रहेछ यार। यहाँ चाहिँ टक्क म राइट टर्न लिन्छु होइन, लेफ्ट ह्यान्डले राइट टर्न लिन्छु। राइट टर्न लियो, यो चाहिँ रेड लाइट छ। रेड लाइट भए पनि कस्तो हुन्छ भन्दाखेरि गाइज हो, यस्तो गरेर गाडी हेरेर लत्त काट्न चाहिँ मिल्छ। यसरी लत्त काट्न चाहिँ मिल्छ, नमिल्ने होइन होइन। यहाँ चाहिँ फेरि अब लेफ्टै टर्न लिनु पर्ने रहेछ है गाइज हो। यो बाटोबाट त होइन, अगाडिबाट हो त्यस्तै होइन, लेफ्टै नै यस्तो अगाडि गयो अनि यहाँबाट लेफ्ट लियो। यसरी चट्ट लाएर यस्तो गयो, यहाँ राख्यो गाडी अब अनि सुरुत्त लेफ्ट लियो है त। यहाँ चाहिँ कुद्नै पर्छ, लेफ्ट टर्न चाहिँ लिन मिल्दैन। तिनवटा गाडी छ, तिनवटा गाडी गएपछि अनि म जाने हो। यसरी लेफ्ट टर्न इल ग्रिन भनेको छ। त्यो क्लब चाहिँ ग्रिन बोल्दाखेरि गाडीहरू हेरेर खाली छ भने जस्तो जाने हो क्या नि। ल गाडी छ, हाइवेमा छिर्यो। अब म चाहिँ हाइवेमा छिर्दैछु होइन। एउटा हातले हाइवेमा कुदाएर यस्तो तरिकाले देखिन्छ होइन। ल रिल्याक्स तरिकाले रिल्याक्स गर्दै यो गाडीलाई चाहिँ जिद्दी हाल्यो मेरो लौडै हान्छ जस्तो छ। ओके ओके, हल्का तलतिर यो बाटोमा चलाऊँ होइन, यस्तो राख्नु भनेर त्यो गऱ्यौँ। 1 माइल्समा चाहिँ एक्ज्याक्टली भनिहाल्यो भन्दा पनि अर्को हाइवे लि भनेर चाहिँ 20 नट। ठिक छ ठिक छ। यहाँको जिन्दगीहरू पनि गाइजहरूलाई देखाइदिउँ भनेर हो, कस्तो हुन्छ भनेर नेपालीहरूको होइन। लत्तै रुखो छ हो यसलाई त यार। ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ। एङ्गल चाहिँ के भइरहेको छ, मैले उस दिनुपर्ने छ गाइज हो, लिएको छैन। त्यो भन्छ नि ट्राइपोड दियो हो होइन, गान्डुहरूको त्यो लिनुपर्ने छ गाइज हो। यहीँ यो गाडी बिग्रेछ जस्तो हुन्छ। यो अमेरिकामा चाहिँ गाडी बिग्रिँदाखेरि यो ठोकिएछ यार, नराम्ररी ठोकेछ यार। त्यो गाडीले सेफ भएछ यार, सेफ गाड हुन्छ। यस्तो गऱ्यो, यस्तरी कुदाउने हो गाइज हो होइन। सर कुदायो, हल्का स्पिड हाल्नु। त्यो गाडी धेरै अगाडि पुग्यो। मलाई कहाँबाट चाहिँ छिरा होइन, र छिर अब यता हाइवे भनेर भन्दैछ। हल्का अगाडि गएर यहाँनिर भन्दैछ गाइज यसरी होइन। म चाहिँ यस्तो गरेर यहाँनिर झट्ट यस्तो दिदी भन्छ, यस्तो आउँछ। गाइजहरूलाई चाहिँ फेरि के देखाएको के रोड देखाइरहेको छ भन्ने लाग्ला, त्यस्तो होइन। मैले यहाँको कस्तो हुँदो रहेछ भन्ने कुरा यसो गाइजहरूसँग सेयर मात्र गर्न खोजेको। ल यस्तो देखिन्छ ल एउटा गाइज हो, यस्तो देखिन्छ ल एउटा गाइज हो। राम्रो देखिन्छ छैन भने पनि के गर्नु होइन, मैले बनाउने होइन। यस्तै छ, जस्तो छ त्यस्तै छ। यहाँ यस्तो गर्ने मैले यार, हिटर साह्रै चर्को लगाएको जस्तो छ। तातोमा तातो भयो त यार। यो गाडी गरेर मिलाउनु पर्ला यार। यसरी हात पनि छोड्न मिल्दैन यस्तो छ। यतातिर यस्तो देखिन्छ गाइज, यतातिर यस्तो देखिन्छ भएर है। देखिन्छ है, त्यस्तो गाउँघरतिर हिँडेको जस्तो लाग्छ होला, तर हुन चाहिँ सहरमै हिँडे हो। के गर्नु, यस्तै छ जिन्दगी गाइज हो। अब के गर्न सकिन्छ र होइन। अब लत्रेको लुवाङ झुन्डेको सुपारी जस्तो जिन्दगी भइसक्यो। गाइजहरूलाई कतिको थाहा छ त्यो टुक्का। यहाँ चाहिँ यस्तो देखिन्छ है। अब गाइजहरूलाई म अगाडिपट्टि कस्तो देखिन्छ भन्ने कुरा पनि देखाउन जाँदैछु होइन। यस्तो गऱ्यो, यस्तो गरेर यस्तरी लग्यो है। त्यसरी अगाडिपट्टि चाहिँ के गाडी रहेछ थाहा भएन है। यस्तो गऱ्यो, व्हाट्सअप गाइज भन्छ नि, त्यस्तै बनाएर त्यस्तै बनाउनु खोजेको हो। यस्तो गयो, यस्तरी लग्यो होइन। जस्तो हल्का माथिबाट देखाउनु पऱ्यो गाइजहरू। फेरि के स्टियरिङमा चाहिँ गाइरहेको भन्यो भने टेन्सन हुन्छ। त्यो गाडीहरू चाहिँ फेरि अमेरिका चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि गाडी चाहिँ दोषी पनि हुने क्या। हेर न, रोडभरि गाडी छ, एउटा मान्छेले एउटा गाडी चलाइरहेको छ होइन। त्यही पनि मस्त यार, जाम हुँदैन केही हुँदैन है। आनन्द रोड धेरै भएर हो कि गाडी थोरै हो कि अझै पनि बुझ्नै सकिएको छैन। त्यो पनि यो पनि दामी गाडी हो यार, राम्रो गाडी गरेको भएर। त्यो साउथ डाउन टाउन अरे होइन, त्यसमा चाहिँ मात्रै खास वेस्टमा बस्नुपर्ने रहेछ। वेस्ट एन्ड इस्टमा चाहिँ नबस्नु हुँदो रहेछ। यो चाहिँ अगाडिपट्टि ऱ्याफो लिएर आयो गाइज हो। यो चाहिँ ऱ्याफो लिएर आयो, मेरो पनि ऱ्याफो नै हो। यो चाहिँ ऱ्याफो लिएर आयो, तर ऱ्याफो कुन ट्रिम हो भन्नेले नै फरक पर्छ। म चाहिँ थोरै हिटर घटाइहालेँ गाइज। जस्तो कुरा गर्दा गर्दै मलाई गर्नु भइहाल्यो। त्यस्तै छ ल हेर गाइज हो, जिन्दगी कि खाली जिन्दगी रहेछ जस्तो लाग्यो होला गाइजहरूलाई। यस्तो भयो होइन, यस्तो कुरायो हेर न। तुन्द्रा यार, यो मलाई टोयोटाको पनि मेरो एउटा जस लिस्टमा छ गाडी पनि म चढ्छु भन्ने छ। यो अगाडिको ट्रक होइन, यहाँ चाहिँ ट्रक भन्छ, त्यो साह्रै मनपर्छ त्यो पनि। यस्तो छ अगाडिपट्टि स्लो डाउन भयो जस्तो छ। पुलहरू हेर न गाइजहरू कस्तो देखेको छ पुलहरू। हो त नाइस। यस्तो छ, यस्तो देखिँदैछ ल गाइजहरू म्यापमा चाहिँ। यस्तो छ अमेरिकामा यस्तै हो। बिहान निस्क्यो, बेलुका घर गयो, रातभरि सुत्यो, बिहान उठ्यो निस्क्यो, जिन्दगी एउटै क्या। नेपालतिर चाहिँ हुन्छ नि त, ल डुल्न जाउँ अब रमाइलो गरौँ यहाँ त्यहाँ भन्ने हुन्छ। यहाँ चाहिँ कस्तो जिन्दगी भन्दाखेरि बिहान उठ्यो 7-8 बजीतिर होइन, अल्छीहरू उठ्ने टाइम त्यही त हो होइन। अनि त्यसपछि चाहिँ 9-9:30 तिर निस्क्यो, अफिस गयो, बेलुका निस्क्यो, कति मन लाग्छ 2 बजी निस्क्यो,
त्यसपछि घर गयो खानासाना खायो सुत्यो उठ्यो फेरि उही जिन्दगी फेरि उही यहाँको जिन्दगी चाहिँ हप्याक हप्याक जिन्दगी छ क्या हप्याक जिन्दगी छ क्या हप्याक त्यस्तो देखिन्छ त बाहिर चाहिँ देखिया चाहिँ छैन थाहा छैन यो कोर्स गयो वा नाइस का यहाँ चाहिँ बजारहरू होइन नेपालमा भएको त्यस्तै एउटा मस्त हुन्थ्यो अडियन्सहरू हुन्छ हेर्नको लागि अब यहाँ चाहिँ छैनन् है त्यस्तै हो यहाँ बजार घुमेर पनि हेर्ने मान्छे छैनन् सबैजना बिजी हुन्छन् अमेरिकामा भन्छन् चाइनादेखिको बिजी के बिजी हो खै म आफै लास्टै बिजी छु इन्कम हुँदैन बिजी मात्र क्या यस्तो गान्डु लाग्छ गाइजहरू पनि त्यस्तै हो गाइजहरू पनि युएसतिर आयो भने यस्तै हुन्छ जिन्दगी गाइजहरूलाई अब अरू के देखाउने भन्दाखेरि यतातिर कार सोरुम हो अमेरिकामा चाहिँ कार सोरुम हो त्यस्तो हुन्छ होइन देख्दा चाहिँ छैन थाहा भएन अब त्यो मेरो गल्ती पनि होइन गाइजहरूको गल्ती नै होइन अब यो सबै क्यामेराको दोष क्यामेराले भ्याएन त के गर्नु होइन जुम गरेर देखाउनु त सकिन्छ तर एउटा हात चाहिँ स्ट्रिङमा समाउनु पऱ्यो गाइजहरू यस्तो गरेर तपाईँ त्यस्तो देखिन्छ यस्तो देखिन्छ यहाँनिर ब्रेक हान्नु गयो एक्जिट 23 भनेर देखेको रहेछ गाइज होइन यस्तो गयो स्लो डाउन भयो 0.6 माइलमा चाहिँ मलाई नर्थ टु डिएफडब्ल्यू एयरपोर्टको बाटो लिक भनेर भन्दैछ त्यो लिनुपर्नेछ मैले यतातिर चाहिँ गाइजहरू आएर है यस्तो छ रोडहरू होइन यो चाहिँ के भन्ने डिएफडब्ल्यू एयरपोर्ट डालास एक्जिट ओन्ली अरे ठिकै छ मलाई चाहिँ नर्थमा जा भनेको छ नर्थ भन्छ अझै एक लाइन उतापट्टि रहेछ अनि म उतैको लाइनमा बस्नुपर्ने रहेछ जस्तो छ जहाँसम्म लाग्छ म यस्तो गरेर त काट्छु भनेको कुन चाहिँ गाडीले यतापट्टि लिएर आयो यार थाहै भएन यार जानै दिएन यार कस्तो विधि हाल्यो यार मलाई त यार सुनै तर ठिकै छ यो बाटो पनि जाँदो रहेछ जस्तो छ यहाँ त्यस्तै देखाइरहेको छ गाइज हो यहाँ गाइज अगाडिपट्टि रोडहरू कस्तो देखिरहेको नदेखि क्यामेरा नहुँदो रहेछ त्यो गाइजहरूलाई नजिकै बाटो हेरेर गाइजहरू के गर्छ होइन यस्तै छ जिन्दगी यसरी लगो यहाँनिर माथिपट्टि हेर्नु गाइज फुलहरू हेर न वा यार नेपालमा कहिले बन्छ हो नेपालमा खच्याङ 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 गर्दै हिँड्नुपर्छ यार नेपालमा रोडहरू च्या त्यही रोडै सम्झेर पनि नेपाल जानु मन लाग्दैन यार मलाई कतापट्टि जा भने अब यहाँ रोडहरू यस्तो रहेछ होइन यस्तो छ गाई छ लगेर होइन यस्तै छ यहाँ रोडहरू कति धेरै रोडहरू हो यस्तो गऱ्यो होइन यहाँबाट चाहिँ यतापट्टि बस भनेको छ यतापट्टि बस भनेको अर्को गाडी च्याप दियो यार त्यो गरेर यतापट्टि स्वाट यस्तो कटाइदिएको मैले लगाएर म पुलमुनिको बाटोमा यसले पनि यता ल्यायो होइन टोयोटा सियाना जस्तो छ यो नाइस टु नो होइन अब यतापट्टि जाउँ त्यो गाडी यतापट्टि छिरायो गुड गाइज गएर है खासै अग्लो बिल्डिङ चाहिँ जस्तो नेपालमा अमेरिका हो बादल माथिसम्मका बिल्डिङहरू हुन्छ यहाँ भन्ने हुन्छ नि भ्रम त्यसलाई चाहिँ थुकिदिउँ ल त्यस्तो भ्रमलाई चाहिँ थुकिदिउँ यहाँ त्यही हो यो अग्लो बिल्डिङ घर देखियो होला साइडमा त्यही हो अग्लो बिल्डिङ यतापट्टि यसलाई चाहिँ म रागो भन्छु यो गाडीलाई चाहिँ यो गाडी भन्दा पनि यो कन्टेनरलाई चाहिँ रागो जत्रै छ हो कत्रो कन्टेनर हो त यार थेट आउटब्याक लाइटहरू यस्तो हालेको छ चुक्ना देखेको छ सहरहरू डालास सहरहरू भन्छ जस्तोलाई होइन गाइजहरूलाई अब म अर्को के देखाउने ब्लकिङ हान्ने क्या हो तर ठिकै छ एकछिन अझै देखाउँछु 2-4 मिनट त्यसपछि ब्लक हो कि ब्लक के हो गरौँ ल अनि त्यस्तो छ है गाइज हो त्यो चाहिँ यहाँको हाइवे हो ल यो अमेरिकाको हाइवे चाहिँ यस्तो हुन्छ गएर यतापट्टि जाने हुन्छ बिचमा पनि जाने छ त्यसलाई चाहिँ कस्तो हुन्छ भन्दा त्यो चाहिँ टोल रोड हो त्यहाँ कुदाको चाहिँ पैसा तिर्नुपर्छ त्यसमा कुदाको चाहिँ पैसा लाग्दैन त्यस्तो हुन्छ अब यसरी कुदाइराख्ने हो होइन गाडीहरू यता कुदाइ छ अब यार एउटा मामाको गाडी रहेछ यार सेट मैले मामाको गाडी देखेँ गाडी एकछिन तल राख्नु पर्यो ल थोरै हल्का मामाको गाडी छ त्यहाँदेखि अगाडि होइन थोरै मैले तलै राख्छु मामाको गाडी जान्छ अनि मामाको गाडी बसमा चाहिँ उता जान्छु ल सरी म्याप हेरौँ रोडको म्याप मात्र हेरौँ मैले अगाडिपट्टि मामा छ मामाले अहिले फेरि भान्जालाई लु भान्जा अब हामी जाउँ भन्यो भने त फेरि रिस्की हुन्छ ल हेर गाइज अब चाहिँ त मामा धेरै नै अगाडि नै पुग्यो मैले एकछिन गरिदिएको अब चाहिँ म बस्ने सहर आउँदैछ बेडफोर्ड भन्छ डालासको बेडफोर्ड सहर वेलकम टु बेडफोर्ड गाइज वेलकम टु बेडफोर्ड ल हेर गाइज तपाईँ म हाइवेमै छु है अझै पनि हाइवेमै छु म 1.3 माइल्समा चाहिँ हाइवेबाट सेन्ट्रल ड्राइभ भन्ने बाटो दिनुपर्छ मैले त्यहाँबाट चाहिँ त्यो भनेको चाहिँ भित्री बाटो हो भित्री पनि हाइवे जत्रै हुन्छ अन्ली डिफ्रेन्स इज भित्री बाटोमा ट्राफिक लाइट हुन्छ हाइवेमा ट्राफिक लाइटहरू केही हुँदैन है त गाइज जस्तो बोल्दा मिस त गरिन नि गरेको छैन अहिलेसम्म त ठिकै छ ल गाइज हो यस्तो पाराले हेर न गाइज ल सेन्ट्रल ड्राइभ उहाँ देख्यो गाइजहरूले देख्यो सेन्ट्रल ड्राइभ त्यहाँनिर त्यो बाटो लिने मैले अब त्यो बाटो लिने हो होइन अब यहाँ चाहिँ म टक्कै तपाईँले च्यापिहाल्नुपर्छ यस्तो होइन लाइट दिइसकेँ लाइट दिएपछि चाहिँ म उता आउँदैछु है गाइज हो भनेको हो मैले पहाडी गाडी छ मैले त्यसले मलाई नछोडेको नि अब ल त्यो अगाडि पनि तल गयो ठिक छ उता लैजा उतापट्टि त गाई छ लास्टै जाम रहेछ यार गाइजहरू देखेको छैन उतापट्टि लास्टै जाम छ यो बाटो चाहिँ खुल्ला रहेछ अहिले आनन्दले कुदिरहेको छ यहाँ चाहिँ कस्तो जाम चाहिँ कस्तो बेला हुन्छ भन्दा गाडी एक्सिडेन्ट भयो केही भयो होइन पुलिसहरू आउनु पऱ्यो अब एम्बुलेन्सहरू आउनु पऱ्यो त्यो गाडीलाई टो गर्नको लागि टोइङ कम्पनीबाट टोवाला गाडी आयो त्यस्तो आयो भने चाहिँ जाम हुन्छ नत्र त जाम हुँदैन मैले चाहिँ यो सेन्ट्रल ड्राइभ गएर गाडी मलाई अघि भनेको थिएँ नि सेन्ट्रल ड्राइभमा म छिर्छु भनेर
ल हेर गाइज सेन्ट्रल ड्राइभ देख्यो होला गाइजहरू त्यसरी देखेको हुन्छ अब यसरी गयो म चाहिँ हाइवेबाट निस्केँ त हाइवेबाट निस्केको भन्छ हाइवे कुनैपट्टि छ त्यो हाइवेबाट निस्केँ हाइवेबाट निस्केँ रोडमा यस्तो डन्डाहरू किन हालेको हेर न गाइजहरू यस्तो राखेको छ यहाँ यस्तो गयो यहाँबाट चाहिँ म लत्त उतापट्टि काट्नुपर्ने जस्तो उतापट्टि हेऱ्यो मिररमा अनि सट्टै उतापट्टि कोही नहाँस्यो त्यसरी लत्तै काट्यो यसरी अब भित्र छिरायो मैले अघि भनेको थिएँ नि गाइजहरूलाई भित्री बाटोमा चाहिँ ट्राफिक लाइट हुन्छ भनेर उता रातो जस्तो छ नि देखिएछ नि खम्बामा 3टा बत्ती बाले जस्तो त्यसलाई चाहिँ ट्राफिक लाइट भन्छ ल गाइजहरूलाई थाहा छ अहिले सबै कुराहरू मैले भनिराख्नु पर्दैन त्यो पनि गाइजहरूलाई अल्छी लाग्ला भनेर घाँटीको खबर सुकिङ हेरी भुग्या मात्र हो नथिङ न्यू है अब म चाहिँ यहाँ गइरहेको होइन यहाँ गएपछि अब चट्ट यहाँ एउटा राइट टर्न हालेपछि घर आयो गाइज हो घर आयो ल हेर यो चाहिँ अब यहाँको यो चाहिँ अब एउटा सानो स्टेडियम छ स्कुलको स्टेडियम हो चाहिँ यस्तो हुन्छ यस्तो हुन्छ पार्किङहरू यहाँ चाहिँ पार्किङै धेरै क्या वाइल्डै पार्किङ छ है वाइल्ड पार्किङ छ हेर गाइज कत्रो पार्किङहरू तपाईँले हेर यो सबै यो सेतो देखेछ नि त्यसरी योहरू देखेछ नि सब पार्किङ हो त्यहाँनिर स्टेडियम छ स्कुलको स्टेडियम हो स्कुल चाहिँ अलिकति उतापट्टि छ त्यस्तै चाहिँ यतापट्टि चाहिँ अर्को खाले होइन अब अलिकति सानोतिनो पसलहरू होइन नेपालतिर किराना पसल भन्छ नि त्यस्तै टाइपको पसलहरू त्यता छ यसलाई चाहिँ भन्छ सेन्ट्रल पार्क यो चाहिँ सेन्ट्रल पार्क हो सानो एकदम बच्चाहरूलाई लिएर आउने क्या अब पछि पनि गएर म यहीँ बसेर मैले छोरा छोरी पाएँ भने लिएर आउनु ल्याइएला थाहा छैन अब त्यो ल्याइन्छ ल्याइँदैन थाहा छैन म चाहिँ यस्तो गरेर राइट टर्न हान्छु म उता जान मिल्छु तर मैले यता राइट टर्न हानेर गाइजलाई स्कुल देखाउनु पऱ्यो भनेर अमेरिका चाहिँ कस्तो हुन्छ त अब लगेर गाइज रुखाइ कस्तो दामी छ है वाउ छ क्या आजको मौसम पनि फेरि वाउ छ क्या मलाई त्यस्तो मनपर्छ डालास चाहिँ धेरै गर्मी एरिया हो नि त यहाँ चाहिँ आनन्दले बिहानदेखि ठुलो पानी पऱ्यो आकाशहरू गर्ज्यो होइन लाइटनिङहरू भयो हल्का फुल्का चट्याङहरू भन्छ नेपालमा टुनिङ गरेर हान्ने स्टप लिएकोमा चाहिँ स्टप गर्नै पर्छ एटलिस्ट 2 to 3 सेकेन्ड्स त्यसपछि मैले यस्तो सिग्नल दिएर यतापट्टि स्वाट्ट लगेँ म बस्ने घर पनि आयो त्यो चाहिँ म बस्ने घर हो होइन त्यहाँनिर अब त्यो घरमा अराइभ भनेर यहाँ भनिसक्यो मलाई म आइसकेँ भनेर है अब मैले यहाँ यस्तो गरेर मोडेर स्वाट्ट चाहिँ म बस्ने घर हो है गाइस फेरि मेरो घर चाहिँ होइन म बस्ने मात्र हो यहाँनिर चाहिँ ल यस्तो गरेर पार्क गर्छु ओके गाइस थ्याङ्क यू ल है त राख्ने मैले